बिदामा केही न केही प्लान गर्नुहुन्छ। सो मैले पनि केही प्लान गरिसकेँ गाइस। नमस्कार सबैलाई प्रणाम, म सुशीक्षा और स्वागत है यहाँ सबके शुभ ब्लग्स में। एन्ड मैले चाहिँ के प्लान गरेँ भन्दाखेरि मेरो इक्जाम सकेको 2 दिन भयो एन्ड मसँग अहिले लगभग 10 दिन जति बिदा छ। सो यो बिदामा चाहिँ आई प्लान टु लर्न स्विमिङ। मैले चाहिँ धेरै रिसर्च गरेँ एन्ड मेरो नियरेस्ट लोकेसनमा चाहिँ भएको स्विमिङ पुल राम्रो स्विमिङ कहाँ सिकाइन्छ भन्ने मैले रिसर्च गर्दाखेरि चाहिँ सो नियर बाई यो पुलचोकमा चाहिँ म अहिले पुलचोकमा छु एन्ड यो एभ्रिडे स्विमिङ सेन्टर यहाँ रहेछ जसको रिभ्यूहरू पनि राम्रै देखेँ मैले। सो म चाहिँ यतै जान लागेको हो अहिले चाहिँ। अनि यो चाहिँ पुलचोक हो, आमा पुलचोक, यो लभिङ मलको ठ्याक्कै अगाडि छु म चाहिँ यहाँ। अनि मैले यसो म्यापमा हेर्दाखेरि चाहिँ यहाँबाट 5 मिनटको डिस्टेन्समा छ अरे भन्ने देखाइरहेछ। यहाँबाट भित्र थ्याङ्क यू। सो गाइज यहाँबाट भित्र रहेछ। सो फाइनली म चाहिँ यहाँ आइपुगेँ। टेन्टरान एभ्रिडे स्विमिङ नेपालमा चाहिँ मैले फर्म फिलअप गरिसकेँ। आई गेस मलाई चाहिँ व्हाइट कलर मनपर्छ अनि मेरो स्विमिङ सुटमा चाहिँ यहाँ व्हाइट छ। सो आई थिङ्क यो चाहिँ म्याच हुन्छ होला राइट गाइज। मलाई चाहिँ यो व्हाइट हुन्छ। हजुर हजुर। क्याप, यो चाहिँ क्याप ब्ल्याक कलरको क्याप। मेरो रेजिस्ट्रेसन प्रोसेसहरू भइसक्यो, मैले एडमिसन पनि गराइसकेँ एन्ड नाउ आई विल सो यु द पुल है त। सी दिस इज द पुल है, यहाँको यो चाहिँ पुल हो एन्ड द पिपल आर लर्निङ हियर। सिकिरहनु भएको छ एन्ड आइ एम अल्सो भेरी एक्साइटेड है स्विमिङ सिक्नको लागि चाहिँ। See the people guide. So guys, this is how my swimming suits look like. यस्तो देखिया छ स्विमिङ सुट चाहिँ अलिकति पर गरेर एन्ड दिस वान इज गगल्स हैन एन्ड द क्याप इज हियर यता। कोचले चाहिँ हामीलाई इन्स्ट्रक्ट गर्नुहुन्छ के कसरी गर्ने भन्ने कुरा। आई हेभ नो एनी आइडिया गाइज। सो लेट्स सो गाइज आजको डे 1 स्विमिङ चाहिँ कम्प्लिट भइसक्यो एन्ड इट पनि लाग्दै थियो एन्ड इट वाज फन पनि होइन। बट एनिवे हात खुट्टा पनि एकदमै धेरै दुखिरहेछ अनि लगभग 1-1.5 घन्टा जति चाहिँ गरायो एन्ड इट वाज गुड, इट वाज ग्रेट। नयाँ कुरा सिक्न पाउँदा साँच्चीकै फिलिङ सो गुड के। सो अब आजको डे 1 लाई यति मात्र। सो बाई बाई गाइज।